Hello everyone, आज चाहिँ म यो खुट्टाको अचार बनाउन आँटेको छु नि त। त्यसको लागि चाहिँ मैले यहाँ अदुवा रेडी गरिसकेको छु। यहाँ चाहिँ प्याज छ, अनि यहाँ चाहिँ रमभेडा, अनि यहाँ चाहिँ डल्ले खोर्सानी। अब चाहिँ म बनाउन आँटेको छु। यो त्यसको लागि चाहिँ मैले कुकर, अब यसमा चाहिँ म यो मासु हालिदिन्छु हैन, खुट्टा। त्यसपछि चाहिँ यसलाई चाहिँ एकैचोटि हाल्यो भने चाहिँ मलाई चाहिँ मिठो लाग्छ नि त। एकैचोटि हालेर सिटी लगायो भने चाहिँ। अनि त्यसको लागि चाहिँ म यहाँ प्याज लगाएँ, रमभेडा, पकाइहाल्छु। अब चाहिँ यसलाई यसो गरेर सिटी लगाउँछु। फाइनली गाइस, मेरो चाहिँ यो अचार रेडी भइसकेको छ।